ह्याप्पी होली सबैजनालाई सेवा नमस्ते सम्पूर्णमा। आज चाहिँ हामी होली मनाउनको लागि रेडी हुँदैछौँ साथीहरू। अनि यता चाहिँ बहिनीहरू झारमुनीको लागि प्याजहरू काट्दै हुनुहुन्छ। अनि आज चाहिँ हामी बाहिर होली खेल्न जानु भनेर खानेकुराहरू सबै बोकेर जाँदैछौँ साथीहरू। हामी चाहिँ सबैजना ट्युसन क्लासको नानीहरूसँग होली खेल्न जानु लागेको साथीहरू। अनि यता बाहिर सबैजना उहाँहरू आफ्नो आफ्नो घरदेखि रेडी भएर आइसक्नु भएको थियो र हामी चाहिँ सबै हाम्रो सामानहरू खानेकुराहरू बोकेर बाहिर निस्किँदैछौँ। यता हुनुहुन्छ बहिनीहरू आफ्नो सबै बोकिराख्नु भएको छ। हामीले चाहिँ सबैजना भाइ बहिनीहरूलाई आफ्नो आफ्नो घरदेखि खानेकुरा लिएर आउनुहोस् भनेको थियौँ। उहाँहरूले आफ्नो आफ्नो घरदेखि लिएर आउनु भएको थियो खानेकुरा। र यता चाहिँ हुनुहुन्छ हाम्रो मिसहरू, उहाँ चाहिँ बहिनीहरू हुनुहुन्छ, उहाँहरूकै नानी बाबुहरू हुनुहुन्छ उहाँहरू चाहिँ। अनि हामी चाहिँ लाग्दैछौँ बगानतिर। अनि हाम्रोतिर चाहिँ चिया बगानहरू कति धेरै छ नि त। अनि हामी चाहिँ उतैतिर अलि राम्रो हुन्छ भनेर उतैतिर जाँदैछौँ सबैजना सामानहरू बोकेर। र हामी चाहिँ फाइनली बगान पनि पुग्यौँ साथीहरू। हाम्रोतिर चाहिँ बगानै बगान छ कि चियाको बगान कति धेरै छ नि त यतातिर चाहिँ। अनि एकदमै राम्रो पनि छ। अनि हामी चाहिँ अहिले यहीँनिरै बसेर होली बनाउने पिकनिक खेल्ने भनेर हामी यहीँनिर बस्यौँ। र हाम्रो भाइ बहिनीहरू पनि कति धेरै एक्साइटेड हुनुहुन्थ्यो कि अब सानो भाइ बहिनीहरूलाई त कति धेरै होली खेल्नु मनपर्छ नि त। हामीलाई पनि सानोमा हुँदा कति धेरै होली खेल्नु मन पर्थ्यो र अहिले पनि हामी एकदमै धेरै मन पराउँछौँ। र यहाँ चाहिँ सबैजना नानीहरूले बसाएर हाम्रो बहिनीहरूले रङ लगाइदिँदै हुनुहुन्छ। र यहाँ चाहिँ सबैजना नानीहरू होली खेल्न सुरु गरिसक्नुभयो सबैजना। अनि यता चाहिँ डान्स पनि स्टार्ट हुन थालिसक्यो साथीहरू। अनि यहाँ चाहिँ हेर्नुहोस् न यो के भन्नु उहाँहरूलाई यति धेरै उहाँहरू मन पराउनुहुन्छ नि होली। हेर्नु त कलरहरू सबै प्लास्टिकमा बोकेर हो सबै उहाँहरूले नै लगाएर सक्नुभएछ। अनि फाइनली हामीले लगेको खानाहरू चाहिँ हामी खाजाहरू चाहिँ खानु स्टार्ट गरिसक्यौँ साथीहरू। आजको हाम्रो भिडियो चाहिँ यति नै